साल 2010। यदि तपाईहरुको बाबा काका मामा दाजु गभर्नमेन्ट वर्कर टिचर बैंकर्स हुनुहुन्थ्यो भने यो बाइक घरमा नहुने कुरै थिएन। तर आज यो बाइक बजारमा छैन। सायद तपाईहरुले बुझिसक्नुभयो म कुरा गर्दैछु हिरो होन्डाको। जापानमा रहेको होन्डाको इन्जिन अनि इन्डियामा भएको हिरो मोटर्सको म्यानुफ्याक्चरिङ, त्यस पार्टनरशिपबाट निस्केको हिरो होन्डा आजभन्दा 30 वर्ष अगाडि नेपाल जेनरल मार्केटिङ डिस्ट्रिब्युसन हुँदै नेपाल छिरेको थियो। 1990 देखि 2010 सम्म नेपाली घर घरमा हिरो होन्डा पस्न थाल्छ। शहरदेखि गाउँसम्म, सरकारीदेखि प्राइभेटसम्म, स्वदेशीदेखि विदेशीसम्म। यसको सस्तो मूल्य अनि लामो टिकाउ नेपाली मिडल क्लासमा ट्याक्कै फिट हुन्छ। तर कहानी यही रोकिँदैन। पुरै नेपाली मोटर्स मार्केट कब्जा गरेको हिरो होन्डा एक्कासी बजारमा देखिन छाड्छ। साल 2010 हिरो र होन्डा बीचको पार्टनरशिप फुट्छ। होन्डाले अब आफ्नै मोटर्स निकाल्ने ठान्छ। बजारमा हिरो होन्डा नाम नै मेटिन्छ। होन्डाले आफ्नै म्यानुफ्याक्चरिङमा होन्डा डियो, होन्डा साइन बजारमा निकाल्छ। यता यामाहाको एफजेड, बजाजको पल्सर, टिभीएसको अपाचीले पार्किङ लट भरिन थाल्छ। न्यू जेनेरेसनले होन्डालाई प्रिमियम ब्रान्ड र हिरोलाई अंकल टाइप ब्रान्ड भनेर चिन्न थाल्छ। साल 2016 देखि 2023 हिरोको नाक मुख केही देखिँदैन। तर साल 2023 हिरो करिबन 10 वर्षपछि नेपालको वान अफ द रिचेस्ट एन्ड स्ट्रङ्गेस्ट ग्रुप इन टर्म्स अफ फाइनान्स एन्ड फेम चौधरी ग्रुप मोटर्ससँग पार्टनरशिप गर्दै नयाँ मोडल लिएर नेपाल फर्कन्छ। करिजमा XMR 210 एन्ड X पल्स। एक त नेपालमा दशकदेखि राज गर्दै आएको सीजी ग्रुपको पार्टनरशिप र डिस्ट्रिब्युसन, अर्को त यंगेस्ट माइन्डलाई टार्गेट गरेर बनाएको नयाँ मोडल। हिरोले एकाएकी फेरि मार्केट छुन पुग्छ। हिरोलाई यो नयाँ पार्टनरशिप र नयाँ मोडलले उसलाई फेरि स्टोरीको हिरो नै बनाउँछ। This is the complete story of Hero Motors Corporation. Thank you for watching and keep watching. Please subscribe the channel.